मैले यो गेमलाई क्लाउड एआईबाट करिब 2 घण्टामा यो गेमलाई मैले बनाएको छु। नोकिया स्नेक गेम भनेर प्ले सिस्टम आइसकेको छ। करिब यसमा 100 वटा अति लेभल छ र मैले 3 वटा लेभल यसको पार गरी 2 वटा लेभल पार गरिदिएको छु र एउटा लेभल यो 3 छ जुन म खेलिरहेछु। हरेक एउटा एप्पलमा 5 पोइन्ट पाउने गर्छ र तपाईको यस्तै हो। र यो तपाईँ अहिले प्ले स्टोरमा छैन यो गेम मेरो। किन छैन किनभने प्ले स्टोरमा अहिले टेस्टिङको लागि यो अहिले क्लोज टेस्टिङ यसको चलिरहेछ र करिब 10 दिनपछि यो पब्लिक हुने गर्छ। यो जुन मैले गेम खेलिरहेको छु यो एआई को मद्दतबाट यो गेम बनाइएको हो र यस करिब भाइब कोड गरेर करिब 2 घण्टा पछि यो गेम मैले आफै नै बनाएको छु क्लाउड एआई को मद्दत लिएर। यो गेम तपाईको पहिलाका गोटीहरुमा आइरहेको थियो नोकिया गेम भनेर, त्यही गेम हो र त्यसलाई नै मैले क्लाउड एआई बाट बनाएको छु। यो अहिले गेम तपाईको अहिले क्लोजिङ टेस्टिङमा अहिले यो चलिरहेछ मेरो। क्लोज टेस्ट गरेर यसलाई गुगल प्ले स्टोरमा हामी अपलोड गर्छौं ल अहिले प्राइभेट नै छ यो। हरेक पोइन्टलाई हरेक एउटा एप्पललाई खाँदाखेरि करिब 5 पोइन्ट पाउने गर्छ र एउटा ठुलो एप्पललाई खाँदा 30 पोइन्ट पाउने गर्छ भनेर त्यही हो यसको। र अब यो 30 पोइन्ट पाउँछ एकैचोटी। ल गेम सिधिसक्यो।